हेलो 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 ल हेरौँ है त। राजनीति गर्न भएन क्या ऋषिजी, तपाईँले पनि अब यो अलिकति इन्करेज गर्नुहोस् होइन, लान्छा नलगाउने। अब ए ऋषिजीको त 15वटा सुहानी छन् रे भनेर मैले अहिले भनिदिएँ भने असम्भव त्यही त संसारमा न प्रमाण छ भनिदिएँ, तर क्षति त गर्यो नि त। हो कि भन्ला नि एउटा जमात थियो होइन। उहाँलाई चाहिँ बढी सेक्स चाहिने से एकदमै बढी सेक्स चाहिने उहाँलाई काजु बढी खानु हुन्छ नि। त्यस्तो राजनीति जाने हो। काजु काका कहाँ गएर भन्नु जाने एक अब सिंगल खेलौँ खेलौँ के हो त खेलौँ। संसदीय छानबिन समिति किन समिति चाहिँ उहाँसँग प्रमाणै छ त कि त्यो प्रमाणको लागि पनि समिति बनाउनु पर्यो मैले पवन थापासँग भएको प्रमाणको लागि समिति बनाउनु पर्छ र मैले अहिलेसम्म प्रमाण दिन सकेनन् के? हावा बोलेका रहेछन्। गणतन्त्र हो कि गेडातन्त्र हो यो? शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाइने भयो त यो व्यवस्थामाथि नै हामीले प्रश्न चुन्न उठाउनु त बेला त भयो नि त। तपाईँले भन्छ म पत्रकारिता गरिरहेको छु त्यस कारण देश बेच्न पाउँछ? चन्द्र संशोधन त गरे होइन? तपाईँ 1 लाखको घडी पनि त लगाउनु पाउनु भएको छ, 4 करोडको पराठो पनि त चढ्न पाउनु भएको छ नि। त्यो चढ्न पाउनु थियो कुन जागिरमा चढ्न पाउनुहुन्थ्यो? राजालाई सामन्तवादको प्रतीक देखाएर कम्युनिस्ट पार्टीको जम्मै नेताहरू सामन्तवादमा आफूलाई रूपान्तरण गरे। आजको दिनमा जो कम्युनिस्ट नेता छ त्यो सामन्तवादको प्रतीक हो। प्रमाण छ भनेर दाजुले कागजै हल्लाउनु भयो नि संसद भवनमा। जे भए पनि मैदानमा उत्रिसकिसके पछाडि अबको कपी जाँच गर्ने भनेका त्यहाँका काठमाडौँ क्षेत्र नम्बर 2 का नागरिकहरू हुन् र उनीहरू सचेत छन् भन्ने कुरामा म विश्वस्त छु। एल्विन टफलर भन्ने एकजना अमेरिकाको फ्युचरिस्टले भन्नुभएको छ, इलिटरेट अफ द 21st century will not be those who cannot read and write but those who cannot learn, unlearn and relearn भन्नुभएको छ। इंग्लिश पढ हैन हिन्दी हो। कर्मचारी मन्त्री प्रति लोयल हुने कि देश प्रति? मन्त्रीको चाप्लुसी गर्नलाई को कर्मचारी आउँछ? प्रधानमन्त्रीजीले त्यतिखेर संयुक्त राष्ट्र अमेरिकामा गएर भन्न गैडाज डाँफेज भन्नुभयो। अहिले हामीले जनताले त्यही सोधिरहेछ, तिमीहरूको ओलिज र देवाजहरूले के गरिरहेछ भनेर सोधिरहेछ। अब जवाफ त हामीले दिनुपर्ने छ। त्यहाँ प्रचण्डको ब्याकग्राउन्डको रात बढिरहेको छ, मुख बढिरहेको छ, शरीर बढिरहेको छ, कसरी पोजिटिभ सोच आउँछ त नि? वरिपरि जम्मै झिङ्गाहरू मात्रै छन्, भ्रष्टाचारीहरू मात्रै छन्, व्यापारीहरू मात्रै छन्, जम्मै पेसाहीन कार्यकर्ताहरू मात्रै वरिपरि झुम्मिया छ। तपाईँ अहिले भर्खर प्रधानमन्त्री कार्यालयमा जानु भने एउटा राम्रो मान्छे को देख्नु होला? त्यहाँ वरिपरि हेर्नुहोस् त। बालमिसाले दल खोल्नु भने के गर्नुहुन्छ? उहाँले चुनावमा जानु गठबन्धन गर्नु न। मलाई यही अभियानमा जोडिँदाखेरि सबैलाई यो दल खुल्ला छ। होइन राष्ट्रिय पार्टी बाहेक अर्को दल खोलेर आउनु हो भने बालमिसा के गर्नुहुन्छ? चुनाव लड्नुहुन्छ। मेरो खराब पानी छ मेरो केपी शर्माले चिनो चमत्कार गर्नु थाहा छ? चमत्कार प्रधानमन्त्रीले गर्नुपर्ने काम हो त्यो, 8औं आश्चर्य होइन। पार्टीको उपाध्यक्ष होइन सोर्बिन बाग्लेले चाहिँ नेपाललाई चाहिँ सिक्किमीकरण गर्नुपर्छ, भुटानीकरण गर्नुपर्छ भनेर भारतीय राजदूतसँग भनेको कुरो डाक्टर मुकुल ढकालले सबै मुकुल ढकाल भारतको एमबिसीतिर तपाईँ धेरै नजिक हुनुहुन्छ भन्ने सुन्नु छ। यो तथ्य चाहिँ ल्याइदिनु न हजुर। मुकुल ढकाल तपाईँले ल्याउनुहोस्। सम्पत्ति शुद्धिकरणको अभियोजन गर्न मिल्ने ठाम थियो र अभिलाम सानेलाई थियो, तर नै होइन। हरि बोल्नुहोस् त तपाईँ, जनता जान्न चाहन्छन् तपाईँ भित्रको हरि बोल्नुहोस् ल। भगवानको कुरा निक्लिने बित्तिकै कसरी छलेर अर्को बाटो हिँडे? गोरुलाई कुकुर दिएर पठाएर के हुन्छ त्यसको हाल? नेपालको प्रधानमन्त्री भारत जाने बेला उताबाट 2टा छाउरो पठाउन तयारी गरिरहेछ। अब यो भन्दै जाँदाखेरि ओहो प्रधानमन्त्रीलाई कुकुर दिएर प्रधानमन्त्रीको अपमान भयो भन्ने लाग्ला। प्रधानमन्त्रीको अपमान होइन, कुकुरको अपमान भयो क्या यहाँबाट। हाम्रो पार्टीमा बिग्रिया मान्छेहरू चाहिँ रासोपा जान थाल्यो भन्नुभयो उहाँहरूले। अनि मैले भने अब हेर्नुहोस् यहाँ बिग्रिया को छ जस्तो लाग्छ होइन, जनताले त्यो मूल्याङ्कन गर्नु नै हुनेछ। तपाईँको पार्टीको बिग्रेको नेताहरूलाई सभापति त्यसपछि आएर अध्यक्षलाई रासोपा पठाइदिनु, हामी सुधारेर चाहिँ उहाँहरूलाई फिर्ता दिन्छौँ। शाहलाई केपीसँग भिडाएर फेरि पराजित गराएर फेरि साङ्गीतिक यात्रा
मतलब कि यो र्यापै गाउने पेसामा फेरि फर्किन्छन् बालन शाह भनेर भन्नुभएको छ एमालेका नेताहरूले के साङ्गीतिक या त फेरि फर्किने लयमा होइन हामीले चुनाव हार्यौँ भने त हामी ऱ्याप गाउन फर्क्यौँला हामी बजारमा फेरि पनि हिरो भएर आउँला कलाकार भएर आउँला तर उहाँहरूले चुनाव हार्नुभयो भने त फेरि दिल्ली बजार कारागार हो उहाँहरू त जाने त्यहाँभन्दा टाढा जाने ठाउँ त छैन मेरो खराब पानी छ मेरो खराब उठ्नु होला ए ली कुआन युलाई सिङ्गापुर दिँदाखेरि ढुङ्गा दिएको थियो उनले हिरा बनाए तर नेपाललाई धेरै पुरानो भिडियो हो हिरा दिएको थियो तपाईँले ढुङ्गा बनाएर छोड्नु भयो अब यसको कारबाही कसलाई गर्छ यी दुई दल आगामी चुनावमा के एजेन्डा लिएर जनताका जान्छ अब सुखी नेपाली समृद्ध नेपाल त अहिले हालसालै आएर सुखी बिचौलिया समृद्ध माफिया भएको हो भन्ने प्रश्न पनि म राख्न चाहन्छु ज्योतिषी हेरेर आउनुभयो भन्ने कुरा पनि छ होइन म आफै पनि एस्ट्रोलोजी हेर्छु मैले जस्तै इन्जिनियरिङ सँगसँगै एस्ट्रोलोजी पनि पढेको हो त्यसको पनि केही आधारहरू हुन्छन् वास्तुशास्त्र पनि हुन्छ सबै कुराहरूलाई सोचेर गर्छु म काम तपाईँले ज्योतिषी शैलीबाट पनि अलिकति अपनाउनुहुन्छ विश्वास गर्नुहुन्छ हजुर विश्वास होइन त्यो भएको चिजलाई विश्वास गर्ने नगर्ने भन्ने कुरै छैन त्यो फिजिक्स हो त्यो साइन्स हो यो हाम्रो फर्स्ट म्याच के पऱ्यो भाइ सांसद विगत यो पहिलो म्याच भोलि बिहानसम्म तपाईँको उहाँहरूको माग पनि पुरा हुन्छ माग नपुरा भने सरकार फेरि ढल्छ है फेरि नै ढल्छ पुराना पार्टीहरू जस्तो मातिनु त हुन्न नि तपाईँको प्रश्नमै उत्तर छ गगनजीलाई एउटा चुनौती दिन चाहन्छु उहाँले भन्नुभएको मैले किर्दै गरेको कुरा होइन मैले कुनै लोन माग्नका लागि मैले निवेदन दिएर चाहिँ यो ऋण मागेको प्रमाण छ उहाँले भन्नुभएको छ नि त्यो प्रमाण उहाँले दिनुभयो भने म राजनीति छोडिदिन्छु त्यो प्रमाण दिन सक्नु भएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ अब दुईटा मध्ये एउटा त छोड्नुपर्ने भइगयो त कि त गगन थापाजीले छोड्नु पर्यो कि त रविले खोलै छैन कसरी पुल बन्यो खोलैमा पुल थियो के अहिले पनि खोलैमा पुल छ रविलाई जाने त्यसै रविलाई छैन खोला कहाँ छ त खोला अब तपाईँ गएर हेर्नु साइटमा तब थाहा हुन्छ यो समझ्ने कुरा होइन खोला छ त्यहाँ त्यसो भए एकदम छ लामो ढिस्को जस्तो छ टिभीमा देखाइरहेको छु कतै देखिँदैन के हो अधुरो हो कि पुरै हो कि साइडबाट गाडीहरू हिँडिरहेका छन् मान्छे साइडबाट हिँडेको छन् खोला त चाहिएला पुल बनाउनलाई कि भविष्यमा खोला आउँछ भनेर बनाएको हो कि सम्मान्य सभामुख महोदय संसदमा त सरकार देखिन गाह्रो छ गाउँ गाउँमा त कहिले देखिने हो थाहा छ सही कुरा हो यो चाहिँ बालेन्द्र शाह 5 वर्ष प्रधानमन्त्री क्लियरै छ त या क्लियरै छ त प्रधानमन्त्रीको रूपमा उम्मेदवार हो आवधिक निर्वाचन 5 वर्ष हुन्छ अब के दाहिनेमा पुरो सुन्न आवश्यक छैन नि म धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएको हुँ भनेर अरू नेताले भन्छन् आशिकाले भन्दिनन् आस्कम छोक पार दोन dan düştüm balkondan dan çok iyi pop माननीय सदस्य श्री हरि ढकाल सम्मानित सभामुख महोदय सम्मानित सभामुख महोदय मलाई चाहिँ लास्टै मन पर्छ किन हरि ढकाल लास्टै मन पर्छ है यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुने भएर मैले यो सुन्ने समयमा मौन धारण गरेँ धन्यवाद म अन्तिममा पहेँलो बत्ती बलिसकेको छ समय सकियो भनेर सभामुखले भन्नुहुन्छ समय चाहिँ सकिँदो रहेछ अस्तिको सदनमा मैले चाल पाएँ अस्तित्वमा कहिले नसकिने चिज समय हो मेरो समय सकियो भन्ने आवाज मैले अब सुन्दैछु एउटा अन्तर्राष्ट्रिय स्टेडियममा लाइट हाल्दैन सरकार अन्तर्राष्ट्रिय रूपमा बेजेत कमाउनु पर्छ स्टेडियम बनाउँदैन काहीँ पनि भने जस्तो स्टेडियम बनाउँदैन बनाउँछ भैँसे पार्टीतिर मुख्यमन्त्रीहरू काठमाडौँमा आवेला सुत्नका लागि जेल जानु नै आवश्यक छैन भने म किन जाउँ होइन जेल गएर मात्र राजनीति गर्ने
तर त्यो जेलमा गएर उहाँहरूले के गर्दै हुनुहुन्थ्यो थाहा छैन। हामी युनिभर्सिटीमा गएर यो देश बनाउनको लागि पढ्दै थियौँ। नेपाली कङ्ग्रेसले गरेको विरोध हेर्नुभयो भने त्यो स्याल कराए जस्तो उलुलुलु गरेर कराएको पनि थियो क्या त्यहाँ त्यतिखेर। हामीले यहाँ मानव बेचबिखन र मानव तस्कर भन्दै गर्दा गाली गलौज गरियो भन्नुहुन्छ भने त्यो बेलामा लेखिएको प्रतिवेदन लेख्ने नेतृत्वले गाली गलौज किन शब्द प्रयोग गर्यो भनेर प्रश्न सोध्ने हिम्मत छ? जन्म्या छ केपी ओलीलाई कठालो समातेर सडकमा ल्याउने? यो दुनियाँमा कोही माइकलाल जन्म्या छैन। केपी ओली त केपी ओली फुटबलको पेले जस्तै हो। Wake up to reality. नेपालको हिस्ट्रीमा आज जस्तो पहिले जस्तो रिपोर्टर कसैले खाएको थिएन। हिस्ट्री भनेको फेरिने चिज हो भाइ। पालेन अहिलेसम्म आएको थियो। अहिले सरकारको बम्पर उपहारको सिजन छ। लोड सेडिङ उपहार, डेडिकेटेड ट्रङ्क लाइनको पैसा नउठाउने उपहार, सिमेन्ट र डन्डीमा सिन्डिकेट बनाएर महँगाई वृद्धि गरेको उपहार, ग्रे लिस्टमा नेपाललाई पार्ने उपहार, चावल दाल र जनताको भोग्य वस्तुमा महँगाईको उपहार, युवाहरूलाई विदेश पठाउने उपहार, किसानलाई दूध र किसानलाई पैसा नतिरेको उपहार, किसानलाई समयमा मल बिउ नदिने उपहार, युवाहरूलाई बेरोजगारी उपहार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई 9 चोटि पत्र काटेको छ, यहाँ बदमासी भइराखेको छ, ध्यान देऊ भनेर। त्यो बेलामा यो इमान्दारी त कहाँ थियो जुन आज खोस्टोमा लेखिँदैछ, जुन कागजमा लेखिँदैछ? त्यो 9 पटक पत्र काट्दै गर्दाखेरि किन ध्यान दिएन? 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। सडक समयमा नबनाउनलाई ठोक दिन्छु, घोक्राइदिन्छु भनेर हिजो कहीँ मैले बोलेको सुनेको थिएँ। त्यो कसैलाई लगेर मैले कसैलाई घोक्राएर सडक समयमा बन्दैन। सडक समयमा बनाउनका निम्ति 41वटा कानुन तत्काल अहिले हामीले यसलाई बदल्नु पर्ने रहेछ। 20 वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटो घाटो बनाउनलाई 12-15 कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई? बल्ल ज्ञान आयो? रमाइलो गरियो हेरियो, तपाईँले सब्सक्राइब गरिदिनुहोस् होला है त।